भाइ एकछिन एकछिन हाम्रो यो वेस्ट हुन्छ जस्तो लाग्यो एकछिन राम्रै गाइरहेको जस्तो लाग्यो कि मलाई आएर न तर यस्तो भयो क्या त्यो गिटार बज्दा त्यो स्वर चाहिँ माइकले पक्रेन क्या अनि स्वर निकाल्दा गिटार नपक्रे जस्तो त्यो गिटारले चाहिँ स्वरलाई खाइदियो क्या त्यो स्वर पक्रेन क्या गिटारको साउन्ड मात्रै आयो क्या अलिक परबाट मिल्छ होला अलिक परबाट गाउँदा अलिक परबाट अनि यो लङले भन्दा नि बुढी अम्लाले मात्रै धिमी दिनु पर्ला यसो चित्रहरू कोरेर मनमा खोज्यो मनले तिमीलाई मात्र चित्रहरू कोरेर मनमा खोज्यो मनले तिमीलाई मात्र किन किन तिम्रै आँखा हेरी बस्न मन छ किन किन सम्झेर तिमीलाई हराउँछु म आफूभित्र नलुकाई ती मनका कुरा भनिदेऊ मलाई तिमी त्यो भावनाहरू पोखिदेऊ सबै आज तिम्रो नै म हो नि अब तिमी मेरो आफ्नै संसार बाँकी जीवन सँगै सधैँ तिम्रो म तिमी मेरो गाडिदेऊ न मेरो मन थामिदेऊ अझै झन् पारिदेऊ न मलाई सम्हारिदेऊ नजिकाइदेऊ न नजिकाइदेऊ सँगै रमाइदेऊ न गुनगुनाइदेऊ दिन्छु म समय र साथ सधैँलाई भन के चाहिन्छ अरू हुन्छु म तिम्रै जुनी भइलाई भन म अरू के गरौँ तिम्रै लागि तिमीलाई नै बुझ्छु सधैँ बुझ्छु सधैँ थ्याङ्क यू दाई भाइ यस दाई दामी Thank you very much. दामी यार भाइ दामी यो कस्तो यो तेरी भन्ने खालको गाना भयो क्या यो दामी भाइ दामी